नमस्कार साथीहरू। आज अझै यो सातारा जिल्ला ऐतिहासिक किल्लाको पश्चिमी किनारबाट अथवा पश्चिम दिशाबाट हामी पूर्वतिर हिँडिरहेका छौँ। यो निकै फराकिलो फाँट परेको ठाउँ छ। यसलाई अझै यसलाई रमाइलो अथवा राम्रो गर्न अथवा यसलाई मर्मत गर्न अझै बाँकी छ। पर्यटनहरूको लागि अथवा पर्यटनहरूलाई आकर्षण गर्नको लागि यहाँ धेरै किसिमका संरचनाहरूको काम तीव्र गतिमा बढिरहेको छ। हामी अहिले पूर्वतिर पैदल यात्रा गरिरहेका छौँ। म, मेरो जीवनसङ्गिनी, मेरो भदै सह्याद्री साथी डम्बर लगायतको फ्यामिली। अझै केही भागहरू तपाईँहरूलाई देखाउनु बाँकी छन्। अब हामी पूर्व दिशा नपुग्दै बीचमै रोकिन थाल्छौँ। यहाँ प्रतिशालय बनाइएको छ, नवनिर्माण। हामी अहिले त्यो प्रतिशालयमा माथि चढ्दैछौँ। यो सुन्दर ठाउँ, यसको काम पूर्ण भइसकेपछि फेरि पनि म तपाईँहरूलाई यस ऐतिहासिक किल्लाको सुन्दर दृश्य देखाउने प्रयास गर्नेछौँ। अहिले हामी प्रतिशालयमा खडा छौँ। हवस् त, धन्यवाद।